बल्ल बल्ल म माथिको जुन डाँडाबाट 1.5 घन्टाको यात्रा तय गरी म यस ठाउँमा आइपुगेँ र तल हेर्दा ठुलो खोला छ। तपाईँले देख्न सक्नुहुन्छ। त्यो अत्यन्तै चिसो खोला हो। यो यता माथि शान्ता गाउँतिरबाट बगेर आउने खोला हो र बल्ल मैले धेरै टाढामा एउटा पुल देखेको छु, झुलुङ्गे पुल। म त्यही पुल तरेर मात्रै म पारी जान सक्छु। त्यो पुलमा पुग्न मलाई करिब यहाँबाट 1 घन्टा लाग्नेछ। पुलबाट अलि मास्तिर जो एउटा फाँट देखियो, म त्यसमा पुग्न पुलदेखि करिब मलाई 1-1.5 घन्टा लाग्छ र त्यहाँबाट त्यो 1-1.5 घन्टाको फेरि लामो यात्रा तय गरेपछि म पल्लो एउटा गाउँमा पुग्नेछु। खै त्यो गाउँको नाम के हो, म त्यहीँ नै पुगेर म तपाईँलाई बताउने छु। त्यसपछि त्यो गाउँमा आधा घन्टाको यात्रा तय गरिसकेपछि अर्को एउटा पुल आउनेछ। त्यो पुल पार गरेपछि बल्ल म कागबेनी पुग्छु। यहाँबाट करिब अझै पनि मलाई 4 घन्टाभन्दा बेसी नै लाग्छ कागबेनी भन्ने ठाउँ पुग्न। कति हरियाली, माथि बुकी घाँससितको तल फाँट। वास्तवमा यो आजभन्दा धेरै वर्ष पहिला शरणार्थीहरू बसेको ठाउँ हो यो, जहाँ उनीहरूले खेतीपाती गरेका थिए र अहिलेको यहाँको स्थानीय बासिन्दाहरूले यसलाई आफ्नो नियन्त्रणमा लिएर स्याउ रोप्ने काम भइरहेको छ। अब केही वर्षपछि यहाँबाट मालामाल हुन्छ स्याउ। मुस्ताङमा धेरै फल्छ, तै पनि अझै पनि धेरै फलाउने कोसिसमा हुनुहुन्छ। यो डाँडा काँडा तपाईँले हेर्नुहोस्, यो चट्टान, यो डाँडा काँडालाई चिर्दै उताबाट मोटर बाटो आउँदैछ, यहाँ पारीसम्म आइपुगेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। उता यो शान्तागाउँबाट यता कागबेनी जोड्ने बाटो हो। हुन त यो डाँडा परिबाट उता पुगिसकेको छ, डोल्पाको सिमानासम्म पुगिसकेको छ। तपाईँहरूले माथि हेर्न सक्नुहुन्छ, कुहिरोको छेउमा एउटा गोरेटो देखिन्छ, जुन बाटो कागबेनीबाट आएर शान्ता गाउँ जाने बाटो हो। त्यो बाटोबाट डोल्पाको सिमानासम्म पुग्छ र